हेलो सबैजनालाई मेरो यो नयाँ भिडियोमा फेरि पनि स्वागत छ। र आज हामी चाहिँ यही दमकमा बनेको भ्यू टावर, नेपालको सबैभन्दा अहिलेसम्म बनेको लामो टावर भनौँ न, त्यहाँ साइक्लिङ राइड गर्नु गइरहेछौँ। अनि आज चाहिँ मेरो बुढी अनि मेरो एकजना साथी भनौँ न, बहिनीसँग हामी चाहिँ जाँदैछौँ। के कस्तो लाग्छ होला आजको वेदर पनि बबाल छ, घाम लागेर पर दामी देखिरहेको छ भ्यू। आजको भ्यू चाहिँ र यो चाहिँ मेरो हेलमेट। म चाहिँ यहाँबाट भिडियो बनाउँदैछु, आज कस्तो हुन्छ हेरेर कस्तो हुन्छ चेक गरिदिनु होला। र साइकल चाहिँ मुनि छ भुइँमा, म त्यता छु, अब जानुपर्ने हुन्छ। ल अब चाहिँ बाटोमा भेटौँ सिधै। अब चाहिँ हामी गइसकेको छौँ। अगाडि एकजना, पछाडि एकजना। केही नमिलेको जस्तो भइरहेछ त, केही नमिलेको जस्तो भयो त। यसमा डन पनि आउँदैछ र होइन कस्तो खालको बाटो भयो हो। हाँ के भयो छ अलि छिटो हिँड अरे क्या। यस्तो यो उसले सासै पनि नदिरहेको क्या हो, गाह्रो छ हौ। कहाँ आउनु भयो तपाईँ? ओ हाइवे अब उहिले जानुपर्छ, अलिक छिटो भाइ। यसमा यस्तो गर्ने स्यौ। अब लाइनमा आफ्नो लाइनमा हिँडेन भइगयो त। औ जान्छ ला। ला जाम पम्चर। कस्तो छैन र, छैन नि त ग्यारेज। यो हाम्रो साइकलले धोका दियो गाइज। अब हामी आधी बाटोबाटै जाउँ कि कहाँबाट जाउँ भनेको भन्दैछौँ क्या हामी चाहिँ। अब हाम्रो लागिन्छ होला।
साइकल चाहिँ हामी सिटीबाट लाँदैछौँ ग्यारेजसम्म किनकि यो भनेको जग्गामा अलिक उयो गर्नुपर्ने छ नि त त्यही भएर गाइज अब हामी चाहिँ एकटुकै हुँदा नि त अब राइडमा पनि गइन्छ कि गइँदैन आज भन्नु त अब गाइजहरू हिँड भनेर भनौँ न म हेरिरहन्छु कि म पनि हेर्छु क्या टिभीमा यस्तो पाहाडमा कुदाएको केटा साइकलहरू यस्तो यस्तो गरेर जम्पिङ कुदा होइन म पनि हेर्छु क्या टिभीमा ल ल अङ्कल बस्नु ल ल ल जाऊँ अहिले पम्चर बनाएर पनि हिँडिसक्यौँ हामी चाहिँ नयाँ टायरले नयाँ साइकल चाहिँ गलत ठाउँमा उडाएर धोका दियो आफैलाई घाटा कति हजारको टायरमा उपर घाटा भइरहेछ मलाई के गर्नु यस्तै हुन्छ घरिघरि छिटो 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 टोलीहरू के भयो जहिले यस्तै पनौती पो लाग्यो त आज तिम्रो खराब भयो नि त अनि पूजा अनि गरेको त अघि बिहान बिहान गरेको देख्नु भएन कि होइन के भन्छ अरे हो र म अलिक अगाडि आइगएको छु भनेपछि यो चाहिँ यता दमकी मावि हेलो हेलो चढ्नुहुन्छ है नाइस कर के भएर अन्त यता यता के साइडमा आएर बोल्नु त के भयो अरे बोबाल धोका दियो नि आज होइन हामीले आउँदा आउँदै केही छैन घरिघरि यस्तो हुन्छ फास्ट जानुपर्ने हुन्छ फास्ट 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 के भयो ओइ आऊ है छिटो यो चाहिँ मैले काम गर्ने ठाउँ है च्याउ खेती यहाँ चाहिँ च्याउ निक्लिन्छ होइन
च्याउ बनाउने सुक्खा च्याउ सब च्याउ यहाँ पाइन्छ। हामी जानुपर्ने चाहिँ यहाँदेखि अलिक परतिर हो। कतिपय मान्छे आउनु पनि भएको छ होला होइन। आजको भ्यू चाहिँ बबाल रहेको छ। अलि छिटो आउनु हौ गाई। के चाहिँ हौ बब्बाल छ बब्बाल। आजको दिन चाहिँ एकदम खतरा। शीतल पनि घाम पनि छैन। अब घाम पनि डुब्न लागिसक्यो। 4 बजिसक्यो अब त। फेरि गाडीमा गुडुङबाट जम्न एकछिन। रेसमाको फ्यानहरू धेरै छ कि क्या यतातिर? रेसमा तिम्रो फ्यानहरू धेरै छ कि क्या? तिम्रो फ्यानहरू धेरै छ कि क्या भनेको नि? यसो चाहिँ हो। बुढी के छ अनि? के पो छ भन्नु भयो तपाईँले त? अलिअलि उकालो खाने। अनि हेर्नु त पहिला कसरी म डबल ल्याउँथेँ होला। अलिक बल गर न। बल गर कान्छी बल गर। आउनु ल। एकछिन त। यो भ्यू टावर चाहिँ यहाँ घोडा पनि रहेछ। घोडा खत्तम भयो नि। खत्तम भयो बर्बाद भयो भने जस्तो भयो त। कत्रो चार्ज खाँदै रहेछ भने नि 20%मा झर्दै आएछटी। हुन्छ जम्ना गएर अब पुगेर एउटा सिनेमेटिक भिडियो बनाइदिउँ। घोडा ल फोनमा फाइनली चार्ज सकिसकेको छ। त्यहाँदेखि यहाँ आइपुग्दै आज करेन्ट भ्यान भ्यानै गएर टेन्सन गरायो नि हो। धोका दियो भने नि अझ हिँड्दादेखि पनौती लागेको। बुढी घरि टायर पम्चर, नयाँ साइकलको टायर पम्चर भइदिएर बिजोक घरि फोनमा चार्ज सकेर बिजोक।
यतिको पनौती चाहिँ अहिलेसम्म लागेको छैन होला कसैलाई पनि टावर हो चाहिँ यसमा छिटो है चलो 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 Right. Finally. Oh, punya bazar pun lagi dah rasa. साइकल राख्नु यहाँनिर हिट ल अब अहिले हामी चाहिँ भ्युटार आएर पनि आइपुगेर पनि पुरै हेरेर यस्तो छ राइडमा आउने मान्छेहरूको हालत चाहिँ अब चाहिँ हामी फर्किनु पर्ने हुन्छ फोनमा अरू भन्दा पनि फोनमा मेन भनेको फोनमा चार्ज सकेर हो क्या नत्र दादा कुनै म भिडियो बनाइदिन्थेँ अब आज साइकलले पनि धोका दिएको छ आउँदै बाटोमा पम्चर भएर खतम अनि बलैले बनाएर आउँदै गरेको बिच बाटोमा फोनमा चार्जै सकिएको यो फेरि मैले पावर ब्याङ्क पनि बोकेको थिइनँ पहिलोपटक हो नि त बनाएको त्यो भएर लास्टै धोका दिएको छ आज म त बुढो पो जस्तो देखिन्छ ल अब हामी चाहिँ यहाँदेखि जानुपर्ने हुन्छ म गएको भिडियो चाहिँ बनाउँदिनँ अब के कस्तो लाग्यो खासै राम्रो त भएन तर पनि हेरिदिनु होला होइन नयाँ च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक सब्सक्राइब गरिदिनु होला अनि यता बुनु के भन्न चाहन्छौ यता मेरो बुढी हेलो गाइस सबैजना सन्चै हुनुहुन्छ होला मेरो बुढाको नयाँ भिडियोले नयाँ युट्युब च्यानल खोलिएको छ नयाँ भन्दा पनि पुरानै हो सबैले लाइक सब्सक्राइब गरिदिनु होला अनि सेयर पनि गरिदिनु होला बाइ बाइ यता कस्तो खालको भिडियो कस्तो खालको कुरा पो गऱ्यो ल अब म अरू बिस्तारै अरू भिडियोहरू पनि ल्याउँदै गर्छु आजको लागि चाहिँ यति नै